चितवन जिल्लाको भरतपुर नगरपालिका वार्ड नम्बर 12 मा जन्म लिए हाल काठमाडौँ गौरीघाटमा स्थायी रूपमा बसोबास गर्दै आएका शङ्कर घिमिरे नेपाल चलचित्र उद्योगमा एउटा स्थापित नाम हुन्। सडक नाटकबाट कलाकारिता क्षेत्रमा लागेका घिमिरे अहिले नेपाली चलचित्र उद्योगको एउटा हिस्सा बन्न पुगेका छन्। 20 वीरताको चिनो, ब्रेक खेल जस्ता विभिन्न विधामा चलचित्र बनाइसकेका उनै शङ्कर घिमिरेसँग प्रदर्शनको तयारीमा रहेको तुलसी चलचित्रका बारेमा मिडिया एनपीका लागि क्यामेरा पर्सन टीका भट्टराईको साथमा दिनेश कार्कीले गरेको कुराकानी जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ। सानैबाट नै अब स्कुल लाइफदेखि नै सडक नाटकबाट सुरुवात गरेको मैले क्षेत्रमा होइन। अब किनकि सानैदेखि इच्छा एउटा पछि गएर एउटा फिल्म क्षेत्रमा चाहिँ एउटा केही गरौँ भन्ने एउटा भावना बोकेर एउटा सोच बोकेर एउटा हरेक चिज त्याग समर्पण गरेर नै यो क्षेत्रमा आएको। हरेक कुरा नाम दाम सबै यो क्षेत्रले दिएको छ। त्यसले गर्दाखेरि चाहिँ धेरै दुःखभन्दा पनि दुःख नगरिकन सफलता पक्कै नै भइँदैन। त्यसले गर्दाखेरि चाहिँ मलाई दुःखभन्दा पनि एकदमै रमाइलो लाग्छ र आफ्नो प्रति एउटा गर्व पनि लाग्छ। र हुन त मैले त्यति धेरै अझ पनि गर्व गर्ने कामहरू गरेको छैन र पक्कै पनि एक दिन त्यस्तो यस्तो सिनेमाहरू बनाउँछु कि जसले गर्दाखेरि चाहिँ मैले बनाएको सिनेमा र मेरो सिनेमा विश्वव्यापीमा दर्शकहरूले मन पराओस् र मेरो बारेमा चाहिँ एउटा सेवा हुन्छ नि र हाई होस्, त्यो अझ गर्न बाँकी छ। त्यसले गर्दाखेरि चाहिँ एउटा आखिर किन केका लागि तपाईँ यो क्षेत्रमा यसरी सानैदेखि दुःख गरिरहनु भएको छ? किन र केको लागि भन्दा हरेक मानिसहरू बाँच्नको लागि काम गर्नुपर्ने हुन्छ होइन। र मानिसहरूले हरेक प्रकारका कामहरू गरेर आउँछन् र यो पनि मेरो लागि एउटा काम हो होइन। नेपाली चलचित्र उद्योगको व्यवसाय कस्तो देख्नु भएको? राम्रो पनि हो र नराम्रो पनि हो। अब किन के छ भने एउटा कुरा के छ भने हाम्रो फिल्म इन्डस्ट्री अलिकति माथि ओला नलाग्नुको कारण के सबैभन्दा ठुलो कारण के हो भने हामीहरू जुन एक्लै अर्कालाई खुट्टा तान्ने प्रविधि सबभन्दा ठुलो कुरा एउटा त्यो छ। र अरू कुरा के छ भने एउटा सिनेमा हिट भयो भनेपछि त्यस्तै टाइपका सिनेमाहरू मात्र त्यस्तै खालको सिनेमा बन्छ भन्दा त्यसकै पछि लागेर फिल्म बनाएर एउटा त्यो कारणले पनि वास्तवमा अलिकति पछाडि परेको हो भने र रहरको भरमा फिल्म बनाउनु त नाम पनि आउँछ र रमाइलो पनि हुन्छ भनेर जुन सिनेमा बनाउन जुन व्यक्तिहरू साथीहरू आउनु भएको छ त्यसले गर्दा नै वास्तवमा नेपाली सिनेमालाई राम्रो सिनेमा बनाउनेहरूलाई पनि नराम्रो भएको अवस्था छ। एउटा सामाजिक क्षेत्रमा एउटा चेतना दिने खालका फिल्महरू एक हिसाबले अगाडि बढिरहेछन्। त्यो सँगसँगै अर्को विशुद्ध मनोरञ्जनका लागि पनि चलचित्रहरू बनिरहेछन्। यो विशुद्ध चलचित्रहरू बन्ने क्रममा तपाईँको एउटा अश्लीलता, तपाईँको भल्गरहरू जस्ता कुराहरू आइरहेछन्। यसलाई तपाईँले कसरी हेर्नु? चप्पली आड्यो भने सिनेमा अलिकति त्यस्तै टाइपको सिनेमा बनेको थियो होइन। त्यो सिनेमा चल्यो पनि होइन। र त्यही एउटा सिनेमा चल्यो भन्दैमा त्यहीलाई कपी गरेर वास्तवमा के अरे सिनेमा बनाउनु पर्छ भन्ने छैन कि। सिनेमाको एउटा ग्रेड हुन्छ कि यस्तो खालको सिनेमालाई छुट्टै ग्रेड र सामाजिक सिनेमाहरू छुट्टै ग्रेड अब एक्सन टाइपको सिनेमाहरू आउँछ नआउने। तर के छ भने एउटा परिवारबीच बसेर हेर्न सक्ने खालको सिनेमा पनि त हुनु पऱ्यो नि। अहिले मान्छेले मैले अहिले पनि भने नि फलो गर्नु भएन कि। प्रदर्शनको तयारीमा रहेको तुलसी कस्तो खालको चलचित्र? तुलसी एउटा विशुद्ध नेपाली सिनेमा हो होइन। अब यो वास्तवमा यस सिनेमाभित्र तल्लो जात र माथिल्लो जातका कुराहरूलाई पनि उठाइएको छ र उनीहरूको बिचको वैवाहिक सम्बन्ध र बिहे भइसकेपछि एउटा प्रेम उनीहरूको बिचको प्रेम कथा पनि छ। र अर्को कुरा के छ भने वास्तवमा नेपाली चेलीहरू कसरी बाध्य भएर एउटा सेक्स वर्कर हुनु पुग्छन् हो। यहाँ पनि के हो, यहाँ पनि आउँछ। जस्तै मैले भर्खर कुराहरू जस्तै सेक्स वर्करहरूलाई मैले देखाउन खोजेको छु तर वास्तवमा उनीहरू नङ्गाएर होइन कि उनीहरूको बाध्यतालाई यहाँ देखाउन खोजेको तुलसीमा कि वास्तवमा नेपाली चेलीहरू बाध्य भएर कसरी हाम्रो डान्स बारमा भयो, डान्स रेस्टुरेन्टमा भयो, कसरी बाध्य भएर उनीहरूले आफ्नो शरीर बेच्न बाध्य भएका छन् त्यो कुरालाई मेन उठाउन खोजेको छ तुलसीमा। यो 21औं शताब्दीमा नि तपाईँ यो जातीयताको कुरालाई चाहिँ किन लिएर अगाडि बढाउनु भयो त? किन छैन? तपाईँ अहिले हरेक वखत महिनामा एउटा दुईवटा तपाईँले यहीँ काठमाडौँ उपत्यकामा यहीँ काठमाडौँ अलिकति नजिकको ठाउँहरूमा बोक्सी भनेर पिटिरहेछन्। यसले छोयो भनेर त्यहाँ मान्छेको के अरे हात जलाइदिइरहेछन्। त्यो कुरा अझ पनि आएको छ। म आफै गएको छु। म घुम्न म यो तुलसी तयार सुटिङ गर्नुभन्दा अगाडि नेपालका यस्ता यस्ता ठाउँहरू छन् कि अहिले पनि वास्तवमा के अरे त्यो तल्लो जात र माथि जातको कुराहरूलाई उठाएर वास्तवमा गाउँ गाउँमा अहिले त्यो कुराहरू पनि उठेको छ कि त्यो कुराहरू काठमाडौँभित्रको भ्यालीको कुरालाई उठाएको होइन कि मैले कुनै नेपालका यस्ता यस्ता भित्री गाउँहरू छन् कि त्यो दुर्गम गाउँहरू त्यहाँ पनि अहिले पनि जातको कुरालाई मान्छन् र तल्लो जात र माथि जातको कुराहरू उठाएका हुन्छन्। त्यो कुरा नै मैले उठाउन खोजेको वास्तवमा। तपाईँ मान्नुहुन्छ कि मान्नुहुन्न? म त मान्दिनँ। गाउँमा उठेको जातभातको कुरालाई चलचित्रमा उठाउन खोज्नु भएको? उठाएको छु होइन। त्यसको अलावा एउटा लोग्ने स्वास्नी बिचको एउटा प्रेम कथा होइन र बाँकी रहे तपाईँको हाम्रो नेपाली चेलीहरू कसरी बाध्य भएर सेक्स वर्कर हुनु पुग्छन् भन्ने कुरालाई चाहिँ वास्तवमा तुलसीमा उठाउन खोजेको। अब बाँकी यसको म्युजिकल कुराहरू गर्नु पर्दा हाम्रो रञ्जित गजमेर जुन सदाबहार सङ्गीतकार हुन्छ मैले उहाँलाई लिएको छु, कमब्याक गरेर आएको छु होइन। मैले सबै गानाहरू बम्बईमा गएर रेकर्डिङ गरेको
कुमार कान्छा गायकले अन्तिम गाना नै हाम्रो तुलसीमा एउटा जुन मेलाको माहौलमा एउटा गाना बनाइएको थियो। त्यो गानामा चाहिँ मैले नेपालका 3टा हिट जोडीहरूलाई राखेको थिएँ र त्यही अनुसार गाना रेकर्डिङ पनि गरेको थिएँ। भुवन केसी, राय समाल, शिवश्रेष्ठ, तृप्ति नाटकर, मौसम मल्ल र करिश्मा आनन्दलाई त्यसमा नचाहेको थियो। एउटा सुटिङको माहौलै बनाएर त्यसमा बिचरा उहाँले त्यो गाउनु भएको अन्तिम गाना चाहिँ कुमार कान्छाको हो र आशा भोसलेले पनि गाउनु भएको छ 2टा गाना, सान, साधना, हाम्रो शिव परियार ले गाउनु भएको छ। म्युजिकल कुरा गर्दाखेरि यसको एकदम राम्रो पनि छ र बाँकी यो समग्रमा एउटा स्टोरी बेस सिनेमा हो होइन, एउटा नारी प्रधान सिनेमा हो। त्यसले गर्दाखेरि चाहिँ अहिलेको जुन सिनेमाहरूको बिचमा चाहिँ अलिकति दर्शकहरूलाई त्यस्ता सिनेमा हेर्दा चाहिँ अलिकति केही रमाइलो लाग्ने र आफ्नो सिनेमा लाग्ने चाहिँ तुलसी सिनेमा बनेको छ। तुलसीबाट जुन तपाईँले जातीयताको कुराहरू होइन, त्यस पछाडि सेक्स वर्कको कुराहरू दिनुभएको छ, यसबाट चाहिँ समाजमा नकारात्मक सन्देश जान्छ कि सकारात्मकै जान्छ? कुराहरू आउँछ। हेर्नुहोस्, हामी एक त जातवादी कुराहरूलाई हामीले मानिरहेको अवस्था पनि छैन र जति अब मानिरहेको छन् वास्तवमा मानिसको 2टा जात हुन्छ, एउटा के अरे केटा मान्छे, एउटा केटी मान्छे हुन्छ होइन। त्यो कुरा नै वास्तवमा सत्यता कुरा हो। जातवाद पनि हाम्रो वास्तवमा पहिलाका पुर्खाका उहरूले राखेको कुरा हो होइन। एउटा त्यो कुराहरूले गर्दा पनि एउटा पोजिटिभ कुराहरू पक्कै पनि आयो। बाँकी अरू कुरा के छ भने एउटा सेक्स वर्कर कसरी बाध्य भएर हाम्रो चेलीहरू सेक्स वर्कर हुन पुग्छन् भन्ने कुरा उठाउन खोजेको छ। त्यसले गर्दाखेरि वास्तवमा यी 2टै कुराहरू वास्तवमा पोजिटिभ कुरा हो र हामी दर्शकले हेर्दाखेरि चाहिँ यसले एउटा पोजिटिभ तरिकाले लिन्छ। नेगेटिभ कुरा कहिले पनि जाँदैन तुलसीबाट चाहिँ। समस्या उठाउन सजिलो हुन्छ, सावधान सोल्युसन गर्न अलिकति गाह्रो हुन्छ। तपाईँको यो तुलसी चलचित्रबाट समस्या तपाईँले देखाइदिनु भएको छ, सोल्युसनको बाटो पनि देखाइदिनु भएको छ। त्यो त सोचाइ हो। हेर्नुहोस्, हामीले सोच्नुपर्छ कि त्यो कुराहरू। जस्तै हामीले भने नि जात भन्ने कुराहरू अहिले लगभग 80% जनताहरूले बिर्सिसकेका छन्। 20% जनताले अझ पनि त्यो कुराहरूलाई मानिरहेको अवस्था छ। त्यसले गर्दाखेरि त्यो 80%को सोचले गर्दा सोचाइमा आएको सोचले 20% दर्शकहरूलाई पनि जनताहरूलाई पनि वास्तवमा उनीहरूले पनि विचार परिवर्तन गरिदिन सक्नु पऱ्यो हामीले। त्यही नै हो वास्तवमा यसमा भन्न खोजेको नि त्यही हो होइन। त्यसले गर्दाखेरि अब सोच परिवर्तन त अब आफूले हेर्ने हो, हेरिसकेपछि त्यसलाई राम्रो तरिकाले लिने हो। राम्रो तरिकाले जसले लिन्छ त्यो कुरालाई उहाँले राम्रो तरिकाले नै अरूलाई पनि भन्नुहुन्छ, यस्तो गर्नुहुन्छ र जसले राम्रो तरिकाले सोचेर त्यो सिनेमा हेर्नुहुन्छ र सोच आउँछ उहाँले पक्कै पनि अब नेगेटिभ नै हुन्छ। अब जसले राम्रो सोचे, राम्रो मन भएको मान्छे जहिले पनि राम्रै हुन्छ, नराम्रो मन भएको मान्छे जहिले पनि नराम्रै हुन्छ होइन। त्यो कुरा क्लियरै हुन्छ नि। अनि कलाकारहरू चाहिँ को हुनुहुन्छ? कलाकारमा चाहिँ अब ऋचा घिमिरे, अब विमलेश अधिकारी, अब नयाँ हुनुहुन्छ, आयुष रिजाल हुनुहुन्छ, त्यसपछि आएर जयकिशन बस्नेत, सुशील पोखरेल, हाम्रो लोकमणि सापकोटा हुनुहुन्छ, विष्णु सापकोटा, किशोर भण्डारी, मेन यिनीहरू नै हुनुहुन्छ होइन। र एउटा गानामा मैले पनि भने तपाईँलाई, त्यसमा चाहिँ भुवन केसी, राय समाल, शिवश्रेष्ठ, तृप्ति नाटकर, मौसम मल्ल अनि करिश्मा आनन्दलाई मैले सुटिङको माहौल, एउटा गाउँमा सुटिङ आएको हुन्छ, त्यो माहौलमा चाहिँ एउटा मेलाको माहौल हुन्छ, त्यसमा त्यही अनुसारको मैले गाना रेकर्डिङ गराएको छु। उहाँहरू हुनुहुन्छ त्यसमा चाहिँ गेस्ट रोलमा चाहिँ। कहिलेदेखि प्रदर्शन आउँछ त? प्रदर्शन हेर्नुहोस्, प्रदर्शन अब तपाईँलाई थाहा भएको कुरा, सबैले थाहा भएको कुरा, हरेक हप्ता 3टा सिनेमा रिलिज भएको अवस्था छ। एउटा राम्रो चिज बनाएको जस्तो लाग्छ मलाई यसपालि मैले होइन। अब हुन त सबैले आफ्नो सिनेमालाई राम्रो भन्छन्, तर म घमण्डी पनि गर्दिनँ त, दर्शकको हातमा दिन्छु। त्यही पनि एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको छु। विदेशमा पनि धेरै ठाउँमा यस्तो यो सब्जेक्टलाई मन पराएर धेरै ठाउँमा सिनेमाहरूको डिमान्ड पनि भएको छ र मैले विदेशमा धेरै ठाउँमा सो पनि गर्दैछु। त्यसले गर्दा चाहिँ नेपालमा अब यो राम्रो डेट हेर्दैछु होइन। अब राम्रो डेट हेरेर अब सायद मेरो दसैँ अगाडिसम्म दसैँ अगाडि लगाउने टार्गेट हो। हेर्नु के हुन्छ अब। कुराकानीको लागि धन्यवाद। अन्त्यमा केही भनिदिनुहुन्छ? त्यही हो भन्ने कुरा। वास्तवमा नेपाली सिनेमालाई, राम्रा नेपाली सिनेमाहरू छानेर हेरिदिनुहोस्। मैले पनि एउटा तुलसी भन्ने सिनेमा बनाएको छु। योभन्दा अगाडि पनि मैले धेरै सिनेमा तपाईँको माझ ल्याएँ र यसपालि चाहिँ अलिकति सन्देशमूलक खालको अलिकति नारी प्रधान चलचित्र बनाएको छु तुलसी। तपाईँहरूको माझ आउँदैछ चाँडै नै। एकपल्ट हलसम्म गएर हेरिदिनुहोस्, यही भन्न चाहन्छु।